यो भनेको ठुलो अचिभमेन्ट हो, एकदम ब्लेस्ड फिल गरिरहेको छु, ठुलो कुरा हो अचिभमेन्ट। तर जुन हिसाबले गर्नुपर्ने थियो, जस्तो म्यानेजमेन्ट हामीले एक्सपेक्ट गरेको थियौँ र न्युजमा जस्तो हिसाबले आएको थियो, यस्तो यस्तो तरिकाले हुन्छ, यो चोटिको चाहिँ 51th चाहिँ त्यस्तो नराम्रो तरिकाले हुँदैन, बेग्ला बेग्लै हुन्छ, बस्ने ठाउँ हुन्छ, म्यानेजमेन्ट राम्रो हुन्छ, गेस्टको लागि जस्तो प्यारेन्ट्सलाई ल्याउँदाखेरि उहाँहरूको लागि चाहिँ बेग्लै सिट हुन्छ, बेग्लै म्यानेज हुन्छ भन्नुभएको थियो, त्यो देखिएन। त्यसले गरेर मन एकदम निराश छ। अनि टाइमको कुरामा पनि अलिक जस्तो अब के भनेको थियो भने मेसेज आउँदाखेरि चाहिँ 4 बजीसम्मको भन्नुभएको थियो, तर हामी पछि आउने धेरैजना चाहिँ फर्केर जानुभयो क्या, किनभने 2:30 बजे सबै स्टलहरू क्लोज भयो। अनि मेरो लागि अफकोर्स मैले पाएँ, तर म जस्तो अरू आउने विद्यार्थीहरूको लागि त ठिक भएन नि त। त्यो भएकोले चाहिँ म त्यो कुरामा चाहिँ एकदमै नराम्रो फिल गर्छु कि बरु अलिकति पैसा बढी तिर्न सकिन्छ नि त। 5,000को साटो ठिक छ, हामी 10,000 पे गर्छौँ, नो प्रब्लम। तर यो भने त ठुलो एचिभमेन्ट हो नि त, ब्याचलर्स पास अनि मास्टर्स पास होइन। अनि प्लस यो कन्भोकेसन डे त मान्छेको ड्रिम हुन्छ, स्टुडेन्टहरूको ड्रिम हुन्छ नि त। अनि यही कुराहरूले पनि स्टुडेन्टहरूलाई नेपाल मन नपर्ने, यति सानो म्यानेज त गर्न सक्दैन, के गर्नु यो देशमा भन्ने पनि त हुन्छ नि त फ्रस्ट्रेसन। अब तपाईँले ब्याचलर्स सकेर पहिलोचोटि दीक्षान्त समारोहमा भाग लिनुभयो। अब ब्याचलर्सलाई चाहिँ करियरको ढोका खोल्ने ठाउँ पनि भनिन्छ, करियरको बारेमा के सोच्नु भएको छ तपाईँले? खास मैले साँच्चै भन्यो भने मेरो बिएसडब्ल्यू हो, अनि यो सोसल वर्क सब्जेक्टमा चाहिँ धेरै स्कोप छ भन्ने सुनेरै मैले सोसल वर्क चुज गरे हो। तर अहिले मेरो ब्याचलर सकिसक्यो, मास्टर्स रनिङ छु, सेकेन्ड सेम पढ्दैछु अहिले, सेकेन्ड सेमको इक्जाम पनि आउन लाग्छ। तर हामीले चाहिँ त्यस्तो स्कोप केही देखाएको छैनौँ, सर्च गर्दा पनि खै अझै पनि म कन्फ्युजनमा छु कि बिएसडब्ल्यूको साँच्चै स्कोप कहाँ हो, नेपालमा के गर्न सकिन्छ, म अझै पनि बुझ्न सकेको छैन कि। त्यो भएकोले कोर्सहरू पनि मलाई लाग्छ त्यो कोर्स दिइसकेपछि हामी ल दीक्षान्त भयौँ, तर त्यसको फ्रुटफुलनेस नै पाइरहेको छैनौँ कि। अनि त्यसले पनि फ्रस्ट्रेसन त फिल भइरहेछ। अब के गर्ने भनेर साँच्ची भन्ने नि म अझै पनि ओझेलमा छु क्या, विदेश जाने कि नेपालमै बस्ने कि प्रोफेसन के चुज गर्ने, एकदम कन्फ्युज छु। तपाईँको पुस्ताले चाहिँ नेपालमा केही भएन, यहाँ केही गर्न सकिन्न भनेको चाहिँ बढी सुनिन्छ। एक्ज्याक्टली। तपाईँले चाहिँ के धारणा राख्नुहुन्छ यो विषय? होइन होइन, त्यो एकदम सही कुरा उठेको हो जस्तो लाग्छ कि मलाई। जस्तो हाम्रो फिल्डको लागि प्रपर के खुलाएको छ त सरकारले, होइन कुन छ त ल, कि मलाई थाहा छैन भने प्लिज मलाई बताइदिनुहोस्। हाम्रो बिएसडब्ल्यूबाट ब्याचलर्स गरेको, ब्याचलर्स भनेर त ठुलो कुरा हो नि यहाँ, त्यो पनि हामी टपर हो होइन, महेन्द्र मोरङ कलेजको गएर म राज्यलक्ष्मी कटवाल, अञ्जली कटवाल सोध्नु भयो भने वी आर टपर, हाम्रो ब्याचको होइन, हाम्रो फ्याकल्टीको टपर। तर अहिलेसम्म हामीलाई थाहा छैन कि हाम्रो यो अचिभमेन्टलाई हामीले युटिलाइज कसरी गर्ने भनेर क्या। हाम्रो फिल्डको लागि खै कहाँ छ त, केही पनि छैन भने किन ल्याउनु त्यो सब्जेक्ट। त्यसो भएपछि अब विच्छेद भइसकेपछि चाहिँ नेपाल कि विदेश? म एकदम कन्फ्युज छु, 50-50मा छु अहिले। मास्टर्स कम्प्लिट हुन्छ, वेट गरौँ। मास्टर्स पछि के थाहा, यही सब्जेक्टमा सोसियोलोजीमा गर्दैछु, मास्टर्स पछि के थाहा स्कोप पाइहाल्छु कि होइन भनेर म एकदम कन्फ्युजनमा छु। यदि यहाँ पाइन भने चाहिँ आइल गो आउट नै।